कुन जादु सिक्यो पहिला पैसा बनाउनु सिक्नु मान्छे उडाउनु आएको भए राष्ट्रिय ब्याङ्कको पैसा उडाइदिन्थे सो हामी अहिलेसम्म एकदम पिसफुल ठाउँमा हैन साइडमा रिभर छ मस्त वकिङ गर्दैछ सबजना आइसकेको छ अब सबजना यो आज चाहिँ हामी पशुपति क्षेत्रमा छ होइन विश्वकर्मा पूजाको दिन अनि यहाँ चाहिँ एभ्रिडे म्याजिक भइरहेको हुन्छ यहाँ वान्डर नेपाल होइन वान्डर नेपालको तर्फदेखि आज पशुपति क्षेत्रको म्याजिक सारानी आठानी बोल्की मकन किदर अब यहाँ पनि त एकछिन है यो चाहिँ यो साप खतरनाकको यही सापलाई अस्ति चाबेलमा देखेर दाइ दुईजना मान्छे डराउले बोतलभित्र छिर्यो आफूले हेर्नु अब उयो सर्वले अब यहाँ कसरी एन्टी लभर भन्ने डान्स देखाउँछ है यो एन्टी लभर एकचोटि भाइ हेर्नुहोस् त यसमा केही लुकाएको छ यहाँ मैले ताला स्प्रिङ ब्याट्रीबाट केही लुकाएको छ बाजे समाउनु न पुछार बाजे यसरी तलदेखि माथिसम्म हेर्नुहोस् त तपाईँले त्यहाँ केही लुकाएको छ यसरी ताला स्प्रिङ ब्याट्री केही लुकाएको होला एकचोटि चेक गर्नुहोस् त ओ बाजे च्याती च्याती के हेरेको बाजे हरामी रहेछ केही लुकाएको छ कि भने तपाईँको च्याती बानी छ क्या केही प्लास्टिक सलास्टिक हो छैन नि यसमा केही लुकाएको छ यो साँपकोले जिउँदो बनाउनु थाहा छ मैले त समाजमा मात्रै दिएको यहाँ मेरो दाइ गुरु आउनु भएको छ मेरो दाइ गुरुले बनाउने तपाईँलाई छोरी मान्छे बनाउने यहाँ जादु यहाँ जालीमा मलाई हालेर आज 21 मिनट उडाउने दाइ गुरु सुरु गरिदिनु ल ठिक छ एउटा घेरा लगाइदिन्छु बाजे तपाईँ यता अगाडि आउनुहोस् केही हुँदैन छुटुर कामै पनि नडर्नुहोस् बाजे यो हेर्नुहोस् यो ओरिजिनलको बाउ डुप्लिकेट हो तपाईँको हातमा अलिकति 2-4 वटा जादु पनि देखाउँछु आज यो जालमा छिरेर छिराइदिएपछि विदेश पुग्छ है डराउनु पर्दैन तपाईँ एकैछिन बसिदिनुहोस् बाजे हो त्यसको क्या फुक्दिनुहोस् जिउँदो भइहाल मेरो हातमा मलाई टोकिहाल म त नटोकिहाल बाजे म यसलाई जिउँदो बनाउँछु तपाईँले तल राखेर 3 लाख हान्नु होला है एकैछिनको लागि गडबड नगर्ने मैले भनेपछि हान्ने बाजे हेलो हेलो मैले भनेपछि हान्ने अहिले होइन के तपाईँले भनेपछि हानेर हो यहाँ बस्नुहोस् 13 नम्बर कुर्सामा बस्नुहोस् तपाईँलाई जादु सिकाउँछु सिक्ने हो 3टा जादु छ पैसा बनाउने उद्योग बोल उडाउने जालभित्र मान्छे हालेर उडाउने कुन जादु सिक्ने हो पहिला पैसा बनाउनु सिक्नु सबै जादु हेर्नु आयो तपाईँ चाहिँ पैसा लिनु आउनुभयो हातमा यसरी माटो टिपेर यसरी राख्नुहोस् मुट्ठी बन्द गर्नुहोस् भन्नुहोस् अन्तरु मन्तरु पैसा बनन्तरु मेरो हातमा म बनाउँछु सबैलाई देखाउँछु हिजो बनाएको छैन बनाएको आयो आएन हजुर पानी खुवाइदियो भाइ यहाँ अलिकति यसो धुलो टिप्ने यहाँ राख्ने मेरो हातमा ध्यान दिनुहोस् है सबैले यहाँ मुखमा होइन यसो गर्नुहोस् रगड घस हो बाजे उल्टो जन्मे कि सुल्टो जन्मे तपाईँ रगड घस भन्नु कहाँ लगेर घस भन्नु चिर्र घोस भनिदिनुहोस् के घोस तपाईँको हातमा पैसा आयो मेरो हातमा आयो हेर्ने हो फुक्दिनुहोस् ल 1 2 3 आयो त्यही बस्नु नि त किन आउनु भएको त्यही बस्नुहोस् कसको मन्तरले आयो पैसा राख्नु भनेको तपाईँलाई मान्छे गोजीमा लुकाएर ढुङ्गा टिप्नुहोस् त मेरो हातमा रुपियाँ डलर केही पैसा छ अनि तपाईँले यो पैसा तपाईँले गरेको यो बल्ला हल्ला मेरो पुरा देशमा ढुङ्गा पैसा छ यहाँ हल्ला यो रुमाल हेर्नुहोस् थापाले देख्यो फिल्मको
नानियो नानियो तेरो हात बाँधियो बान्ध्यो अब यो बाजेलाई के गर्ने टाउको तल खुट्टामाथि पर टोकीमा खुवा हालिदिने जालीमा सरल नगर्ने फाल्ने गर्ने यो भित्र छिर्यो भने विदेश पुगिन्छ अमेरिका दुबई कतार भतार सतार हङकङ लन्डन कोरिया मलेसिया कहाँ जाने बा त्यही छिराइदिन्छु त्यही पठाइदिन्छु भन्नुहोस् तपाईँ कहाँ जाने हो बा म त घर जान पाएको जुत्ता खोल भाइ जुत्ता खोल छिटो जुत्ता खोल जुत्ता मुख गर्ने गर टाउको तल गर भाइ बहिनी बहिनी बिचारालाई त्यस्तो एकजना मात्रै 3 जना छिराउँछु यसमा ल बाजे यसलाई 2-4 वटा गाँठो वरिपरि बाँधिदिनु छिटो छिटो बागमतीको माछा होइन कहाँ तन्काइराखेको जालमा छ छिटो छिटो बान्नु न यार के हेरिरहेको लाटोले पापा हेर आज उडाइदिन्छु घरमा चढ्ने हो धागो बान्नु भएको छ कि एउटा हनुमान ढोकामा पनि बान्नु चढ्नु म बान्छु हेलो हेलो तपाईँ घरको गोरु हो र यो मान्छे एउटा यहाँ हात नपुगोस् भनेर मैले यहाँ बाँधिदिन्छु है हनुमान ढोकामा यसलाई तल माथि नगर्नु होला है तल माथि गऱ्यो भने के हुन्छ थाहा छ तपाईँको प्यान्ट पनि तल माथि के गरेको यसको नाम कहाँ खानदानको नाम भनिरह तपाईँले यसको नाम हो भन्नुहोस् अलाउद्दिन उद्दिन जकर फार्दिङ फुर्दिङ अनि लड्का गीत गाइदे गाइदिउँ गाउनु पर्ने तपाईँले हान्नु गयो भने मान्छेको माल मिठो गाई पाल्छ गल्ती गर्ने नि भाग्ने ताली बजाउनुहोस् सबै सरहरूले कतिले भन्नुहुन्छ मान्छे उडाइदियो मान्छे उडाउनु आएको भए राष्ट्रिय ब्याङ्कको पैसा उडाइदिने मलाई जादु कला भनेको ठाउँमा हुन्छ है अहिले यो भाइ कहाँ गयो हातकोले बानेको भेट्यो ठिकै छ भेटिएन भने पुलिसको भाटा कसले खाने भाटा त तपाईँ नै हो नि खाने बाटो रहेछ यहाँ बस्नुहोस् गल्ती गर्ने उहाँले कुनै मैले खाने माफ गर्नुहोस् कुनै देउताइन माटोभित्र छिर्छ कुनै चराइन रुखमाथि गएर बस्छ हेर्नुहोस् 20-22 वर्षको केटो यहीँभित्र होला कहीँ गएको छैन त्यस्तो जालमा पोको पारेर बाँधेको छ हेर्ने हो बाजे पहिला म एकचोटि तपाईँलाई देखाउने सबैले देखाउने है के को भागोस् खुट्टामाथि हेर्नुहोस् मजाले हेर्नुहोस् त भुत्छ राम्रो यसो गर्नुहोस् यो मुरली समात्नुहोस् अनि जादुवाला निकालिदेऊ हानिदिन्छु टाउको हाल्नु होला यता आउनुहोस् ओ बाजे के हो अरे यस्तो भने फिल्म फर्काएन त्यसलाई त म टाउको फुट्ने गरी हालिहाल्छु ल हेर्नुहोस् अब मलाई त साधन त त्यसले अनि ए बाजेले आउँदा के गरे बाजे बुझ्नुलाई कला नबुझ्नुलाई साथ जानेन्द्र जङ्ग जाने जीवो काल हातमाथि गर्नु नाङ्गे बाजे अनि भाइ कहाँ गइस् बसिराख म नाङ्गे आउँछु बाजे डर लाग्छ कि लाग्दैन यता आउनु कहाँ लाग्छ आँखामा लाज पो लाग्छ डर त मनमा लाग्छ कि यता आउँछु कि कहाँ भागिरहेको पुग्नुहोस् पुग्नु भने थु गर्छ यार माथि हो भन्नुहोस् हो सुरपुर गोष्ठुस ल बस्नुहोस् यसलाई 2 मिनटको लागि म जिउँदो सर्प बनाइदिन्छु है ल बस्नुहोस् यताको बहिनीहरू अलि यो घेरा राखेको ठाउँमा अलिअलि अगाडि दिन्छ भाइ अलि अगाडि घेरालाई टेकेर हेरिदिनु होला सबैजनाले है अलि अगाडि अलि यता